कार्यक्रम सवाल जवाब। नमस्कार, कार्यक्रम सवाल जवाफमा यहाँलाई स्वागत छ। म रमेश ढुङ्गेल। यो कार्यक्रम तपाईले इमेज एफएम 97.9 र इमेज न्यूज एफएम 103.6 सँगै पश्चिमाञ्चलको लोकप्रिय एफएम रेडियो शालिग्राम 100.6 मेगाहर्ज कुस्मा पर्वत र रेडियो हाम्रो पाइला एफएम 91.6 जाजरकोटबाट पनि सुनिरहनु भएको छ। कार्यक्रममा हामीले मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दै आएका छौं। मुलुकमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउनै लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिनुभएको छ। सरकार निर्माण हुँदा भएको कांग्रेस माओवादी केन्द्रको सहमति अनुसार उहाँले राजीनामा दिएको समेत बताउनु भएको छ। उहाँले हिजो देशवासीका नाममा सम्बोधन गर्ने क्रममा आफ्ना 10 महिने कार्यकालमा भएका कामहरूको फेरिस्त समेत प्रस्तुत गर्दै राजीनामा घोषणा गर्नुभएको थियो। प्रधानमन्त्रीको यो राजीनामासँगै नयाँ सरकार गठनको बहस पनि शुरू भएको छ। कांग्रेस माओवादी केन्द्रले नयाँ सरकार निर्माणको गृहकार्य शुरू गरेका छन्। यो अवधिमा राजनीतिक दाउपेच नभएको खण्डमा अबको 2 साताभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा प्रधानमन्त्री बन्नुहुनेछ। प्रधानमन्त्री बन्दै गर्दा उहाँका सामु धेरै चुनौतीहरू पनि अगाडि उभिनेछन्। मधेस केन्द्रित दलका माग सम्बोधन गरी दोस्रो चरणको निर्वाचन जेठ 31मा शान्तिपूर्ण र धाँधली रहित वातावरणमा सम्पन्न गर्नुपर्ने कांग्रेस नेतृत्वको सरकारका लागि चुनौती हुन सक्छ। यद्यपि प्रतिपक्षी दल लगायत सर्वसाधारणमा निर्वाचनको मुखमा हुन लागेको सरकार परिवर्तनले निर्वाचनलाई नै प्रभावित पार्ने हो वा तोकिएको मिति जेठ 31मै निर्वाचन हुने हो कि होइन भन्ने शंका पनि उब्जाएको छ। यो अवस्थामा कांग्रेसका लागि अबको बाटो कतिको सहज होला, यी अनि यस्तै सवालमा छलफल गर्नका लागि आज हामीले नेपाली कांग्रेसका नेता पूर्व स्वास्थ्य मन्त्री तथा नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपिन कोइरालालाई अतिथिको रूपमा आमन्त्रण गरेका छौं। यदि तपाई पनि उहाँसँगको छलफलमा सहभागी हुन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 400656 मा टेलिफोन गर्न सक्नुहुनेछ। तपाईले जिज्ञासा राख्दा विषयवस्तुमा केन्द्रित रहेर शिष्ट भाषामा बुझिने गरी एउटा मात्रै प्रश्न राखिदिनुहोला। यति बेला आजका हाम्रा अतिथि नेपाली कांग्रेसका नेता पूर्व स्वास्थ्य मन्त्री तथा नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपिन कोइराला हाम्रो सम्पर्कमा हुनुहुन्छ। कोइरालाज्यू, यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। अब नेपालको राजनीतिमा यहाँ पुरानो नेता हुनुहुन्छ। अब मुलुकको अहिलेको राजनीतिक परिस्थितिलाई लिएर यहाँको मनभित्र कस्ता कुराहरू खेल्छन्? बडो सान्दर्भिक प्रश्न सोध्नुभयो। अहिले पहिलो चरणको चुनाव स्थानीय तहको प्रचण्डजीको नेतृत्वमा सम्पन्न भयो। अब हिजो मात्रै उहाँले राजीनामा दिनुभयो। पहिला पूर्व सहमति अनुसार कांग्रेससितको एउटा चुनाव उहाँले सम्पन्न गर्नुभयो 283 स्थानीय तहको। अब अर्को चुनाव 31 गते जेठको तोकिएको छ। यही बीचमा मलाई लाग्छ के भनेदेखि यही बीचमा जो प्रचण्डजीले सफलताका साथ चुनाव सम्पन्न गर्नुभयो, दोस्रो चरणको चुनाव पनि उहाँकै नेतृत्वमा सफल हुन दिएको भए राम्रो हुने थियो। तर पनि प्रचण्डजीले जुन भद्र सहमति हाम्रो पार्टी सभापति शेरबहादुरसित गर्नुभयो त्यो अनुसार अक्षरश पालना गर्ने प्रयोजनले उहाँले राजीनामा दिनुभयो। अब सवाल उठ्छ के भने चुनाव गराउने भने शान्ति सुरक्षा खर्च वर्चको बन्दोबस्त सरकारले गरिदिने हो, चुनाव आयोगले चुनाव गराउने हो, यसमा कुनै फरक पर्दैन नेतृत्व परिवर्तनले पनि चुनावका हकमा चाहिँ। तर मलाई के लाग्छ भनेदेखि यो नेपाली कांग्रेस 4-5 कुरामा हामी चुकेका छौं जसले अप्रत्याशित रूपले यो कोइरालाज्यू, हामी यो विषयमा फेरि आउँछौं। अहिले जुन किसिमले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुभएको छ र यो राजीनामा आएको छ, अहिलेको अवस्थामा यो राजीनामा जरुरी थियो? त्यही सबभन्दा पहिलो कुरा त यो चुनाव सम्पन्न गरुन्जेल यो 2 हप्ता 3 हप्ताको कुरा थियो। त्यो गर्न दिएको भए हुने थियो। तर चाहिँ अब सत्ताको कुरा उहाँहरूको सहमति के थियो बीचमा आएर भयो।
तर चुनावलाई खास असर गर्दैन। अब भनेपछि नेपाली कांग्रेस सत्ताका लागि आतुर भयो भन्दा के फरक पर्छ? त्यो पटक्कै केही पर्दैन। भनेपछि नेतृत्वले यी समसामयिक विषयवस्तुहरूका समस्या सल्झाउने भन्दा पनि नेतृत्वमा जान हतार गर्यो। अब सरसर्ती हेर्ने हो भने अब कांग्रेसको पुरानो नेता बीपी कोइरालाको छत्रछायामा यहाँले राजनीति गर्नुभयो, हुर्किनुभयो। त्यही बेलाको व्यक्ति कांग्रेसको वर्तमान काम कारबाही यिनै कुराहरू पनि छन् र यी काम कारबाही र भूमिकाप्रति चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ? अब त्यही कुरा चाहिँ समसामयिक राजनीतिमा जल्लो बल्लो इस्यु भइरहेछ। अब बीपी कोइरालाको एउटै मिसन थियो राणा शासन ढाल्ने, श्रीपाद महाराज धिराजको वैधानिक संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र स्थापना गर्ने एउटा मिसन थियो, एउटा आदर्श थियो, एउटा संकल्प थियो। अब यतातिर आएपछि गिरिजाप्रसाद कोइरालाको पछिल्लो प्रधानमन्त्रीत्व कालदेखि नै हामी नेपाली कांग्रेसवालाहरू खालि सत्ता केन्द्रित राजनीतिमा लाग्यौं। त्यसैको चाहिँ चेलाका रूपमा अहिले शेरबहादुरले पनि सत्ताको राजनीतिका लागि चाहिँ प्राथमिकतामा राखेर उहाँले निर्णय गर्नुभयो। यो एकल निर्णय थियो वा सामूहिक रूपले पार्टी केन्द्रीय समितिमा छलफल भएको थियो त्यो मलाई थाहा छैन। अहिले 3-4 वटा कुरामा हामी चुकेका छौं। सत्ताको राजनीतिलाई केन्द्रबिन्दुमा राख्दाखेरि एउटा कुरा हामीले आइजिपी प्रकरणमा तेस्रो वरियताका व्यक्तिलाई ल्यायौं जो सर्वोच्चले उल्टाइदियो। यसले पनि अहिले चुनावमा पहिलो भएको सुशील कोइरालाको नेतृत्वमा 70 को चाहिँ संविधान सभा दोस्रो संविधान सभाको चुनावमा पहिलो भएको नेपाली कांग्रेस आज दोस्रो हैसियतमा झर्नुपर्ने मुख्य कारण एउटा आइजिपी प्रकरण थियो भने दोस्रो सर्वोच्च अदालतका प्रधान न्यायाधीश जो जेठ 24 गते रिटायर हुँदै हुनुहुन्थ्यो उहाँका विरुद्ध हठात महाभियोग प्रस्तावमा सत्तारूढ माओवादी र नेपाली कांग्रेसले जुन अविश्वासको महाभियोगको प्रस्ताव दर्ता गराउनु भयो। दोस्रो हाम्रो पराजय, दोस्रो पोजिसनमा झर्ने प्रमुख यो कारण थियो भने तेस्रो रमेश कोइराला र आशा लामा जस्ता विवादित व्यक्तित्वहरू जो म्यान पावर सञ्चालनमा थिए उनीहरूलाई राजदूत प्रकरणमा चाहिँ हामी फस्यौं र चाहिँ रमेश कोइराला त सायद भए आशा लामाको फिर्ता गर्नु पर्यो। अर्को कुरा यही सत्तालाई केन्द्रबिन्दुमा राखेर चाहिँ हाम्रो पार्टी सभापतिजीले प्रचण्डजीसित चाहिँ उहाँको छोरीको समर्थनमा उम्मेदवार घोषित भइसकेका दिनेश कोइरालालाई ब्याक गरेर जुन चाहिँ माओवादीसितको गठबन्धन गर्नुभयो कांग्रेसको उम्मेदवारको उम्मेदवारी नै फिर्ता केन्द्रीय स्तरबाटै गराएर यसले पनि हामी अहिले चाहिँ पराजयको नजिक पुगेका छौं। अर्को कुरो चाहिँ के छ भनेदेखि यो राजनीतिक दलहरूको भ्रष्टाचार सत्ता लुलुपताको चाहिँ खिलाफ एउटा नयाँ शक्तिले जन्म लिएको छ। त्यो भलै चाहिँ विजयको उन्मुख त उनीहरू छैनन्, काउन्टिङ त भइराखेको छ। परिवार दल र साझा पार्टीका उम्मेदवारहरूले उल्लेख्य मत जो ल्याउनु भएको छ त्यो मूल धारका राजनीतिक दललाई एउटा सबक हुन सक्छ। कोइरालाज्यू अब मुलुकमा यसरी भन्दै गर्दा जसरी बीपी कोइराला गणेशमान सिंह कृष्णप्रसाद भट्टराईहरूले जसरी कांग्रेसलाई अगाडि बढाउँदै लैजानुभयो अब यो पछिल्लो समयमा मुलुकमा नेपाल र नेपालीको मन छाम्न सक्ने खालको नेतृत्व कांग्रेसभित्र भएन भन्दा के फरक पर्छ? त्यसमा केही फरक पर्दैन। त्यसैको चिन्ता मलाई पनि छ। मेरै पुस्ताको नेतृत्व छ। त्यही नेवीसँगकै उपजहरू अहिले राजनीतिमा हुनुहुन्छ। मैले तपाईलाई चाहिँ जस्तो बीपी कोइरालालाई एउटा प्रधानमन्त्री पद महत्त्वपूर्ण थिएन। यदि उहाँ 17 सालपछि पनि चाहेको भए निरन्तर भइरहनुहुन्थ्यो। त्यस्तै गणेशमानजीले 46 सालको सफल जनआन्दोलनपछि गणेशमानजीलाई तत्कालीन महाराज धिराजबाट प्रधानमन्त्री अफर गर्दाखेरि उहाँले म चाहिँ बुढो पनि भए हाम्रो कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईजी प्रधानमन्त्री हुनुहुन्छ भनेर त्याग गर्नुभयो अनि भट्टराईजी बन्नुभयो। त्यस्तै कृष्णप्रसाद भट्टराईले यो चाहिँ 56 सालमा गिरिजाप्रसाद कोइरालाले उर्वी प्राइम मिनिस्टर भनेर चितवनबाट के अरे वीरगञ्जबाट चुनाव लडाउनु भयो।
जित्नुभयो, उहाँ सरकार माने प्रधानमन्त्री हुनुभयो र उहाँको विरुद्धमा फेरि जेठसम्मको सहमति पनि नपर्खेर गिरिजाप्रसाद कोइरालाले चैत्रभित्रै कृष्णप्रसाद भट्टराईका विरुद्ध अविश्वासको प्रस्ताव संसद दलमा ल्याउनु भयो। अब कृष्णप्रसाद भट्टराईले अपमानका घुड्का पिएर पनि नेपाली कङ्ग्रेसलाई इन्ट्याक्ट राख्नका लागि उहाँले सदनमै सम्बोधन, जुन एउटा मार्मिक सम्बोधन थियो, उहाँले चाहिँ सम्बोधन गरेर राजीनामा दिनुभयो र एउटा निष्ठाको राजनीतिका निम्ति कृष्णप्रसाद भट्टराईले पनि अद्वितीय उदाहरण प्रस्तुत गर्नुभएको छ र गिरिजाप्रसाद कोइराला कहिलेकाहीँ शेरबहादुरजीसित म भन्ने गर्छु के हो तपाईँको चाहिँ यो सत्ताको केन्द्रबिन्दु राखेर खाली राजनीति गर्नुहुन्छ भन्दाखेरि म गिरिजाप्रसादको चेलो भन्नुहुन्थ्यो। त्यही कारण सत्ताको लागि जोसुकैसित जस्तोसुकै किसिमले पनि सम्झौता गर्न गिरिजाप्रसाद कोइराला कहिल्यै पछि पर्नु भएन। त्यसैको नयाँ संस्करणको रूपमा आज मेरो पार्टी सभापति शेरबहादुरजी देखा पर्नु भएको। अब यहाँको पार्टीभित्र किन यस्तै नेतृत्वलाई चाहिँ यहाँका नेता तथा कार्यकर्ताहरूले चुन्ने गर्छन्? होइन, त्यसमा चाहिँ म पनि केही प्रतिशत हिस्सेदार छु। मैले 67 मै पनि र 72 को चुनावमा पनि मैले शेरबहादुरजीलाई भोट हालेँ। अब पार्टीभित्रको स्थिति हेर्दाखेरि सबै उस्तै किसिमको व्यक्तिहरू चाहिँ देखियो। अब पहिला सुशील कोइराला र शेरबहादुरजीको बिचमा पनि सुशील कोइरालासित मेरो चाहिँ सुरुदेखि नै उहाँ अलिकति चिसो खालको मान्छे, अलिकति इन्ट्रोभर्ट अन्तर्मुखी खालको भएको हुनाले एउटा निर्णय क्षमता पनि शेरबहादुरजीसित छ। मेरो फेरि तत्त्वमा म उहाँलाई मित्र पनि हो। त्यसकारण सुशील कोइरालालाई मैले म तपाईँलाई भोट हाल्दिनँ, शेरबहादुरजीलाई हाल्छु भनेर मैले हालेँ। 72 मा पनि मेरो अर्को प्रिय मित्र रामचन्द्र पौडेल रेसमा हुनुहुन्थ्यो। त्यो बेलाको संस्थापन पक्ष भनौँ न, अब त संस्थापन पक्ष साटिएको छ। अब रामचन्द्रजीको दशा के भयो भने उहाँकै टिमको कहिले शेखर कोइरा के अरे शशाङ्क कोइराला लड्ने, प्रकाशमान लड्ने, हाम्रो कृष्णप्रसाद सिटौलाजी लड्ने भनेर चाहिँ यो लड्ने कि त्यो लड्ने भनेर अन्तिम बेलासम्म पनि उहाँहरूको बिचमा सहमति हुन सकेन, जसको कारणले शेरबहादुरजीको पल्ला भारी भयो। अर्को कुरो के भने 57 सालमा पोखरा महाधिवेशनमै गिरिजाप्रसाद कोइरालाको खिलाफ शेरबहादुरजी चुनाव लड्नुभयो, 67 मा सुशील कोइरालाको खिलाफ लड्नुभयो। त्यही कारण उहाँको जुन एउटा गुट छ त्यसमा निर्विवादीय नेतृत्व शेरबहादुरजीको स्थापित भयो, यतातिर कोइराला पक्ष विभाजित भयो। त्यस निम्ति पनि अब दोस्रो चोटिको 72 को पनि मैले शेरबहादुरजीलाई नै भोट हालेँ। अब मलाई अहिले यतिखेर के लाग्दैछ भने अब विकल्प त त्यही हो, अत्यन्त ठुलो मतान्तरले शेरबहादुरजी जित्नुभयो, 1400 र 1800 भन्दा अलिकति बढी होइन। संसदीय दलमा पनि रामचन्द्रजीको 67 भोट र शेरबहादुरजीको 139 भोट आयो। त्यो बेलाको जुन बनोट थियो संसदको र महाधिवेशन प्रतिनिधिको, त्यो बनोटले शेरबहादुरजीलाई प्रचण्ड बहुमत ल्याएर दुवै पदमा जितायो। अहिले आएर मैले दुवैपल्ट मेरो परम मित्रलाई चाहिँ सहयोग गरेँ। म जस्ता धेरै साथीहरूको एउटा सत्ताका लाई केन्द्रबिन्दुमा राखेर जो चितवनमा उम्मेदवारी रद्द गराइयो, यी विभिन्न अघि मैले उल्लेख गरेका 4-5 वटा घटना जो नहुनु पर्थ्यो त्यो घटना घटेर पहिलो दल खुम्चिएर दोस्रो हुनु पर्दाखेरि त्यो मेरो मतको पनि अपमान भएको मैले महसुस गर्छु। अब यहाँले यति भनिरहँदा दलभित्र नेतृत्वमा नैतिकताको कमी भयो अनि विधिविहीन बन्दै गयो अनि निर्णयविहीन बन्दै गयो पार्टी। त्यो एकदम 100% सत्य हो। अब यो राजनीतिलाई कांग्रेसको राजनीति छ, यहाँ कांग्रेसमा हुनुहुन्छ, यो राजनीतिलाई समेट्ने उपायहरू के छन् यहाँसँग? होइन, यो हेर्नुहोस्, अब यो बिस्तार मानिसहरूले चाहिँ कोही चाँडो बुझ्छ, कोही ढिलो बुझ्छ। अब नेताहरू चीन भारतबाट चाहिने काजमा ल्याउने कुरा भएन। यही भएकै जो नेताहरू छन् या कार्यकर्ताहरू छन् त्यसमध्येबाटै रियलाइज भएर एउटा स्वच्छ इमान्दार चाहिँ निष्ठाको राजनीति गर्ने व्यक्तिको चयन
हामी भित्रैबाट गर्ने बाहेक अर्को विकल्प हामीसित सधैँ छैन। अब बीपी कोइरालाले कुनै बेला भन्नुभएको थियो कांग्रेसले बाटो बिरायो भने मुलुकको अस्तित्व समाप्त हुनेछ, मुलुक विखण्डित हुनेछ, यस्तो भन्नुभएको थियो। त्यो संकट आउन थालेको बुझ्ने हो यसरी? मुलुकै ठुलो दल अब यसरी अब यहाँले भने जस्तै गरी अगाडि बढ्दै जाँदा मुलुकको अवस्था चाहिँ संकट उन्मुख हुँदैछ कि क्या हो? होइन, बीपी कोइरालाको 3 सालमा राष्ट्रिय कांग्रेस खोल्दाखेरि प्रतिपादन गरेको सिद्धान्त के थियो भने संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र थियो। अब त्यसबाट हामी 64 सालमा जब नेपाली कांग्रेस कोइराला पक्षको र नेपाली प्रजातान्त्रिक कांग्रेस शेरबहादुरजीको जो 64 साल असोज 8 गते दुईटै पार्टी मिल्यो, त्यसमा चाहिँ एउटा संवैधानिक राजतन्त्र मान्ने नेपाली कांग्रेस रातारात गणतन्त्रमा जाने जो निर्णय बिना छलफल र महासमितिकोबाट पनि अनुमोदन नगराइकन नेताहरूले चाहिँ बिना छलफल गणतन्त्रमा पनि नेपाली कांग्रेस जान सक्दछ। हामी निरपेक्ष छौँ अब गणतन्त्र का प्रति, संवैधानिक राजतन्त्र भनेर चाहिँ हामीले सुगारताई गर्दैनौँ भनेर जो निर्णय गरियो त्यसबाटै नेपाली कांग्रेस बीपी कोइरालाले प्रतिपादन गर्नुभएको सिद्धान्तबाट विचलित भयो। अब यहाँको आशयलाई कसरी बुझ्ने? अब यो संघीयता, धर्मनिरपेक्षता भयो, गणतन्त्र लगायतका विषयहरूमा चाहिँ जनमत संग्रह हुनु पर्थ्यो भन्ने आशय हो यहाँको? मेरो भनाइ के भने, मैले प्रश्न बारम्बार चाहिँ आजभन्दा अगाडि पनि मैले अन्तर्वार्तामा लेख मार्फत पनि मैले आफ्नो मत जाहेर गरेको छु। यो चाहिँ संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता विदेशबाट आयातित एजेन्डा हुन्। त्यो एजेन्डा हामीले बोकेसम्म कुनै पनि निकास निक्लदैन। आज मुलुक विखण्डनको सङ्घारमा छ, हामीले त्यो आयातित एजेन्डा बोकेको हुनाले त्यसका राजतन्त्र राख्ने कि नराख्ने, गणतन्त्र ल्याउने कि नल्याउने, जहाँ 80-90% हिन्दूहरूको बसोबास छ त्यहाँ हिन्दू राष्ट्र चाहिने कि नचाहिने, धर्मनिरपेक्ष हुने कि नहुने, यस्ता महत्त्वपूर्ण राष्ट्रिय महत्त्वका विषयहरूमा चाहिँ जन्म संग्रह गरिनु पर्थ्यो। अब नेताहरू अब सबै धर्मनिरपेक्ष भइसक्यो भन्नुहुन्छ, उहाँ सबै दलका नेताहरू, यदि उहाँहरूलाई त्यो विश्वास छ धर्मनिरपेक्षताप्रति, गणतन्त्रप्रति जनताको चाहिँ विश्वास छ भने जन्म संग्रह गराउन किन डराउनुहुन्छ? अब यहाँको आशय बुझ्दाखेरि विदेशीबाट आयातित भने जस्तो कुरा गर्नुभयो। मुलुकको गन्तव्य नेपाली आफैले निर्धारण गर्न सक्ने या यहाँका नेताहरूले यो गन्तव्यलाई अगाडि बढाउन सक्ने स्थिति देखिएन? होइन, अहिले मुलुक बिग्रेकै कुरा के भने नेपालको भविष्य निर्धारण नेपालीले गर्ने हो। हामीले बीपीको नीति छोडेपछि बीपीले 33 साल पुष्य गते आउँदाखेरि राष्ट्रिय एकता र मेलमिलापको नीति भनेर उहाँ आउनुभयो। त्यो विदेशीहरू शक्ति राष्ट्रहरूको क्रीडा स्थल भएको छ नेपाल। त्यो बेलामा चाहिँ इन्डो सोभियत एक्सिसको यहाँ बोलुवाला थियो। त्यो बेला रुसमा कम्युनिस्ट शासन पतन भइसकेको थिएन। त्यो बीपीले जुन फोरकास्ट गर्नुभएको थियो, भविष्यवाणी गर्नुभएको थियो, आज हामी गणतन्त्रमा त गयौँ, धर्मनिरपेक्ष त ल्यायौँ, तर विदेशी चलखेलको चाहिँ अखाडा नेपाल बनिराखेको छ। जबसम्म हामीले आयातित एजेन्डा छोड्दैनौँ, आफ्नो मैले अस्ति नै एउटा अन्नपूर्ण पोस्टमा पनि लेखेको थिएँ, जबसम्म हामी सत्ता आरोहणका लागि कसैलाई जाने अब रोहणका लागि बेजिङ र दिल्ली धाउने काम बन्द गर्दैनौँ, तबसम्म नेपालको भविष्यको निर्धारण नेपालीको हातबाट फुत्किन्छ। त्यसैले जसरी तपाईँलाई म दुईटा उदाहरण प्रस्तुत गर्छु, हामीले भारतले नमान्दै पनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी मिलेर सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्दा चाहिँ एउटा आफ्नो निर्णय आफै गर्ने एउटा अठोट गरेका थियौँ। अब त्यसबाट त्यसलाई कार्यान्वयनको पक्षमा लान सत्ताकै लुचाचौडीका कारण 3 दलमा मनमुटाव भयो। त्यो पनि त कांग्रेसले नै सहमति तोडेको हो। त्यो तोडेको हो, त्यसमा म कुन इन्कार गर्दिनँ। त्यस्तै अर्को एउटा उदाहरण छ, 62-63 को आन्दोलनमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत भएर कर्ण सिंह आउनुभयो 7 गते वैशाख। 8 गते राजाले यो संसद पुनर्स्थापनाको घोषणा गरे। अब त्यसलाई 7 दलले नमान्दाखेरि
फेरि राजाले 11 गते अर्को घोषणा गर्नु पर्यो। त्यसकारण हामी नेपाली मिलेर एउटा निर्णयमा पुगेपछि बाह्य चलखेलले त केही गर्दो रहेनछ। त्यसकारण यी दुईटा उदाहरण हुन् हामी आफ्नो निर्णय आफै गर्न सक्छौँ भन्ने। तर यतातिर आएर जुन प्रचण्डजी र शेरबहादुरजीको गठबन्धन भयो होइन, त्यो अनुसार चाहिँ नि अहिले अलिकति तराईवाला पनि आधा नेपाल ओगटेको तराईका उचित मागहरू सम्बोधन गर्नुपर्दछ र उनीहरूको उचित माग सम्बोधन गर्ने क्रममा न्यू खोजेर अब संशोधन प्रस्ताव फेल भए पनि चुनावमा जान्छु भन्ने निर्णय तराईवालाले नगर्नु र तुवाइदिन्छु त्यो चाहिँ संशोधन हुँदैन भनेर एमाले सदन चल्न नदिनु, दुईटै अतिवादको शिकारमा हामी परेका छौँ। त्यसकारण यसको मूल जड हो पीपी कोइरालाको लाइनबाट नेपाली कांग्रेस विचलन हुनु नै हो। अब पछिल्लो समय अब कांग्रेस माओवादीको सहमति अनुसार अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनिएको छ। यद्यपि यो बीचमा कुनै दाउपेचहरू भएनन्, खेलहरू भएनन् भने अब त्यो निश्चित जस्तै देखिएको छ, किनकि माओवादीले त्यो प्रतिबद्धता जनाएको छ। कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सुनिश्चितता चाहिँ कतिको देख्नुहुन्छ वा यसभित्र केही खेलहरू फेरि हुन्छन्? होइन, अहिलेसम्म अब सबैले सार्वजनिक रूपले के बोल्दछ त्यसमा विश्वास गर्ने हो। अहिले चाहिँ प्रचण्डजीले हिजो घोषणा गरे अनुसार अहिले अन्यथा साबित नभएसम्म सरकार गठन हुने कांग्रेसकै नेतृत्वमा हो। तर यो चाहिँ यो एमालेका अध्यक्ष केपी ओली पनि राजनीतिक खेलाडी हुनुहुन्छ होइन। वैशाखमै त्यो चाहिँ प्रचण्डजी र शेरबहादुरजीको सहमति झन्नै भइसकेको थियो होइन। कुनै चाहिँ तागतले सायद त्यो बेलामा दुईटै वामपन्थीहरूलाई मिलाइदियो। त्यसकारण प्रचण्डजी भन्नुहोस् या चाहिँ एमाले भन्नुहोस् वा कम्युनिस्टका सानातिना घटकहरू भन्नुहोस्, त्यो आखिर सगोत्री हुन्, भोलि जे पनि हुन सक्छ। अब यदि यो अवस्थामा प्रतिपक्षी दल अहिले जुन अब प्रधानमन्त्री राजीनामा दिएको अवस्था छ र नयाँ सरकार गठनको प्रक्रियामा हुँदैछ, अब प्रतिपक्षी दल एमाले राष्ट्रिय सरकारका लागि अहिलेकै प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सरकारको नेतृत्व मान्न तयार भयो भने कांग्रेस यसमा तयार हुने अवस्था रहन्छ कि रहँदैन? अब मलाई चाहिँ त्यो कांग्रेसले नै पहिलो वा दोस्रो दल सरकारमा सामेल हुनु हुँदैन, विपक्षमा रहनुपर्छ भनेर पहिलोचोटि ओली सुशीलजीले राजीनामा दिएपछि ओलीजी प्रधानमन्त्री हुँदा कांग्रेस त्यही आधार देखाएर बाहिरियो होइन। अहिले पनि कांग्रेसको त्यो अडानभन्दा बाहिर जाला जस्तो मलाई लाग्दैन। अब बन्ने सरकारका चुनौतीहरू चाहिँ के देख्नुहुन्छ? अब यहाँले कांग्रेसको नेतृत्वमा सायद अब यही स्थिति रह्यो भने सरकार बन्ला, यो सरकारका लागि देखिएका चुनौतीका पहाडहरू के देख्नुहुन्छ यहाँले? होइन, चुनौतीका पहाडहरू हेर्नुहोस्, चुनाव चाहिँ नि अब पहिला चुनाव हुन्छ कि हुँदैन भन्ने मनस्थितिमा आखिर 20 वर्षको अन्तरालपछि चुनाव भयो, बडो उत्साहपूर्ण ढङ्गले चुनाव भयो। त्यो शेरबहादुरजी नै प्रधानमन्त्री भए पनि बाँकी रहेको चाहिँ 4 प्रदेशको चुनाव निर्वाध रूपले सम्पन्न हुन्छ। किनभने अहिले तराईमा पनि केही नेताहरूको जुगाको लडाइँले फेस सेभिङका निम्ति यो थप्नु पर्यो, अलिकति त बढाइदिनु पर्यो भन्ने जो छ, त्यसमा अहिले चाहिँ जुन प्रस्ताव त सरकारले राखेको छ तर त्यो चाहिँ पास हुने सम्भावना जबसम्म राप्रपा र एमाले साथ दिँदैन 2/3 त पुग्दैन। त्यसकारण चाहिँ उनीहरू पनि मलाई लाग्छ चुनाव मधेसका जनताहरूले चाहेका छन्, त्यसका चुनाव निर्वाध रूपले हुन्छ। रह्यो सवाल चुनौतीको कुरा जहाँसम्म छ, चुनौती त हेर्नुहोस् ओलीजी सरकार हुँदाखेरि पनि चुनौती छ, किनभने हामी मूल विषयमै एउटा ट्र्याक छोडेर हिँडिसकेका छौँ। अब हामीले त्यो चाहिँ जातवादका राज्य दिए पनि चाहिँ मुलुक सिद्धिने हो, नदिए पनि द्वन्द्व चाहिँ रहिरहने हो। अब एउटा चुनौतीको रूपमा जेठ 31 को निर्वाचन छ, दोस्रो चरणको स्थानीय तहको निर्वाचन, यो निर्वाचनलाई अब सरकार गठनमा दलहरू अल्मलिँदा असर पार्ने सम्भावना? होइन, यो हेर्नुहोस्, यो चुनाव त कुनै हालतमा पनि रोकिँदैन, जुनसुकै सरकार आए पनि यो सबै तयारी भइराखेको छ, चुनाव आयोगले गरिराखेको छ, स्रोत र साधन सरकारले प्रचण्डजीकै सरकारले सबै
तहको चुनावका लागि छुट्याइसकेका छ। खाली रह्यो के भने जो सरकारमा आउँछ त्यसले चाहिँ शान्ति सुरक्षाको व्यवस्था गरिदिने काम मात्रै बाँकी रहन्छ। अब प्रधानमन्त्रीले त निर्वाचन सार्नका लागि निर्वाचन आयोगलाई भनेको भनेर पनि खबर आछ। होइन त्यो प्रधानमन्त्रीजीको भनाइ के हो भने शेरबहादुरकै नेतृत्वमा चुनाव गर्दाखेरि पनि जुन उहाँहरूले क्याबिनेटले पास गरेको 22 कि 23 कति स्थानीय तह छ नि 44बाट 66 पुर्याउनलाई अब त्यसको निम्ति अलिकति होमवर्क गर्न सकिँदैन। अब सबै तयारी भइसक्यो भन्ने चुनाव आयोगको चाहिँ कुरा रह्यो। त्यसलाई ध्यानमा राखेर बरु 5-10 दिन पर सारेर पनि त्यो एड्रेस हुन्छ भन्ने उहाँको कुरा हो। तर संविधान त्यो चाहिँ नि सम्भव किन देख्दिनँ म भनेदेखि अब संविधान त अब प्रचण्डजीले नि पढ्नुभयो होला, शेरबहादुरजीले पनि पढ्नुभयो होला। अब यो चाहिँ एउटा चुनाव आयोगले मानिराखेका छैन। अर्को कुरा संविधानमा फेरबदल सीमा यताउति कचाकुचु के गर्ने भन्ने कुराहरू चाहिँ त्यो प्रादेशिक सांसदको चुनाव नभइकन त्यो गर्न पाइँदैन भन्ने व्यवस्था पनि छ। त्यसकारण मलाई लाग्छ के भनेदेखि यो चाहिँ नि यो 22वटा नथपे पनि चुनाव रोकिनुहुन्न। कोइरालाजी हामीसँग केही श्रोता हुनुहुन्छ, उहाँहरूले यहाँ समक्ष जिज्ञासा राख्दै हुनुहुन्छ, हामी श्रोताको पनि जिज्ञासा लिनेछौँ। अब यहाँले अघि पनि उल्लेख गरिसक्नु भएको छ अहिलेको निर्वाचन परिणाम जुन किसिमले आएको छ यसमा नेतृत्व असफल भयो भन्दा के फरक पर्छ? पटक्कै पर्दैन। नेतृत्व असफल भयो, नेतृत्वले सही ढङ्गले पहिचान गर्न सकेन उम्मेदवारको भन्न पनि सक्नुहुन्छ यहाँ। अब हामीसँग कोही श्रोता हुनुहुन्छ, उहाँलाई लिन्छौँ हामी। को बोल्दै हुनुहुन्छ, कहाँबाट? नमस्कार। हजुर, को बोल्दै हुनुहुन्छ? म कमल सिन्चौरी। कमलजी, यहाँले आफ्नो जिज्ञासा राख्नुहोस्। नमस्कार अतिथिज्यू। हजुर, तपाईँले भन्नुभयो विदेशी आयातित कुराहरू नेपालमा लागू हुन्छ भन्नुभयो होइन? वास्तवमा भन्ने हो भने नेपालका राजनीतिक दलहरूको सिद्धान्त र विचार सबै चाहिँ विदेशी आयातित छ। तपाईँहरू पनि विदेशी आयातित नै हो। र अर्को कुरो तपाईँले के भन्नुभयो भन्दा जनमत सङ्ग्रह गरेर चाहिँ यहाँ हिन्दू राष्ट्र किन कायम नगर्ने भन्दाखेरि तपाईँ पनि एउटा चाहिँ राजतन्त्रवादी हो कि भन्ने चाहिँ आवाज आइराखेको छ। तत्कालीन समयमा तपाईँहरूले सल्लाह दिन सक्नु भएन ज्ञानेन्द्रलाई चाहिँ तपाईँले चाहिँ जनमत सङ्ग्रहमा जानु सरकार भनेर तपाईँहरूले किन भन्न सक्नु भएन? धन्यवाद। होइन सुन्नुहोस्, तपाईँले ठिक समय हुनुभयो। म राजतन्त्रवादी हुँ, अहिले पनि हो, तर निरङ्कुश राजतन्त्रवादी होइन। म वीरेन्द्रले जब 47 सालको जो संविधान जारी गरे त्यो संविधान अन्तर्गतको राजतन्त्रवादी हुँ। जो 61 साल माघ 19 गते राजा ज्ञानेन्द्रले जो सत्ता लिए त्यो राजतन्त्रवादी म होइन। अर्को श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, को बोल्दै हुनुहुन्छ, कहाँबाट? कोही श्रोता हुनुहुन्छ? म नमस्कार, विष्णुराज पाण्डे बोले। म शमशेरज्यू नेपाल। आज इमेज च्यानलले यहाँलाई बोलाएर जुन इन्टरभ्यू दिन लायो, म इमेज च्यानलमा जीवनभर नै कृतज्ञ रहनेछु। म तपाईँको यात्री नै हुँ, तपाईँकै बाटोको यात्री हुँ म। आज नेपाली कङ्ग्रेसले आज यो अवस्थामा आउनेखेरि नेपाली काङ्ग्रेस विधानमै गणतन्त्र संहिता सर्वोच्च आइसकेका छ। त्यो बारेमा तपाईँले चाहिँ उसलाई शेरबहादुर देवलाई चाहिँ संविधान बदल्नको विधान बदल्न तपाईँ किन भन्नु? न त पनि नेपाली काङ्ग्रेस इन्डियाको काङ्ग्रेस बोल्ला। धन्यवाद। अनि सुन्नु न, मैले चाहिँ नि त्यही मेरा पनि कमी कमजोरी मैले बताएको छु। अहिले विधान बनिसकेका छ, कार्यान्वयन भइसकेका छैन र चाहिँ अब मैले या त मैले नेपाली कङ्ग्रेसलाई मेरो बाटोमा डोर्याउनु सक्नु पर्यो होइन, या त चाहिँ नेपाली कङ्ग्रेसले निर्णय गरेको म डोरिनु पर्यो। यी विभिन्न मतान्तरका बावजुद पनि जस्तो अहिले स्थानीय तहको निर्वाचनमा म सिजुलीमा थिएँ होइन, 70को चाहिँ संविधान सभाको चुनावमा म चुनाव लडेको थिएँ। त्यसका मैले पार्टीले गलत निर्णय गर्यो पनि भन्न छोडेको छैन, तर पार्टीलाई मेरो बाटोमा ल्याउन नसक्दाखेरि पार्टीको निर्णय पनि मैले मानेको छु। अर्को श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, को बोल्दै हुनुहुन्छ, कहाँबाट? अतिथिज्यू नमस्कार। हेलो नमस्कार, म गङ्गा प्रसाद शर्मा नेपाली। अतिथिज्यू नमस्कार। नमस्कार हजुर, हजुरको विचार खुसी लाग्यो। यस्तो जनप्रतिनिधि चाहिँ मैले 1000मा 1 पाएँ, त्यसको लागि म आभार व्यक्त गर्छु। राजनीति अहिले बिना लगानीको लाभदायक पेसा व्यवसाय, अपराधीकरण, भ्रष्टीकरण, क्षेत्रीय जातिकरणबाट बाहिर आएर विधिसम्मत पारदर्शी
नेपाल र नेपाली नागरिकको पक्षमा काम कहिलेदेखि गर्ला हामीले देख्न पाइला मान्दिज्यू? हाम्रो जीवनमै कालमै होला यस्तो? अब सुन्नु, आशावादी हुनुपर्छ। अहिले तपाईँले चाहिँ जुन राजनीतिक गलत दिशा लिएको कारणले साझा पार्टी र विवेकशील नेपालीले एउटा चाहिँ राजधानीका 2टा महानगरपालिका ललितपुर र चाहिँ काठमाडौँमा जो चाहिँ अप्रत्याशित रूपले एउटा व्यक्ति मात्रै उत्तिनेखेरि निर्वाचन 7 दिनभित्रैमा को प्रचारभित्रमा जुन ट्रेन्ड अहिले देखा परिरहेका छ, त्यसले सङ्केत के गर्दछ भनेदेखि अहिलेका राजनीतिक दलहरू पूर्णतया असफल भएका छन्। नयाँ सोच र विचार अनुसार चाहिँ यी दलहरूलाई पार्टीलाई बनाउन नसक्ने हो भने, ढाल्न नसक्ने हो भनेदेखि यो चाहिँ 2टा विवेकशील र साझा पार्टीले उल्लेख्य मत जो पाउनु भएको छ त्यो चाहिँ हामी मूलधारका दलहरूलाई सुध्रिनेको निम्ति चेतावनी हो, त्यस रूपमा मैले लिन्छु। अर्को श्रोता हुनुहुन्छ, को बोल्दै हुनुहुन्छ, कहाँबाट? हजुर, को बोल्दै हुनुहुन्छ? म कपनदेखि माधव भण्डारी। नमस्कार माधवजी। हजुर, आफ्नो जिज्ञासा राख्नुहोस्। हजुर नमस्कार। हेलो। हजुर नमस्कार। नमस्कार। यो तपाईँले बडो राम्रो कुरो गर्नुभयो, अहिले खुसी लाग्यो होइन? अपाङ्ग मानव अधिकार सङ्घले 2069 साल साउन 30 गते शिवराज रेग्मीले फैसला गरेको यो संस्थाप्रति, अपाङ्ग मानव अधिकार संस्थाप्रति शिवराज रेग्मीले पारित गरेको थियो। त्यो पारित चाहिँ नेपाली काङ्ग्रेस र माओवादीले मान्न तयार भएन, खर्च धेरै लाग्छ अरे भनेर अहिले यो चुनावको सदस्य अध्यक्ष उनीहरूमा 1 महिना बराबरको तलब भत्ता चाहिँ खुवाउन सक्छ। त्यो हिसाब कति हुन्छ यो मलाई बताइदिनु होला। होइन, सुन्नु न, यो तलब भत्ता खुवाउने एउटा सरकार चलाउन हामीलाई गाह्रो भइराखेको छ। अहिले भनौँ केन्द्रीय एउटा सरकार, अब हामीले 8-8वटा सरकार चलाउनुतिर गइराखेका छौँ। त्यति मात्रै होइन, अब 744 वा 766 जति होला पूर्वाधार केही निर्माण भएको छैन स्थानीय तहको। त्यो व्यवहार पनि कसरी हामीले मिलान गर्न सक्दछौँ, त्यो बडो वित्तीय चुनौतीको सामना हामी गरेर गइराखेका छौँ। यिनै अप्ठ्याराका कारणहरूले नै मेरो अहिले पनि व्यक्तिगत मान्यता के हो भनेदेखि त्यो अधिकारहरू तल विकेन्द्रित गर्नुपर्छ र दलित, अवहेलित, जनजाति, मधेसी, महिला, यो चाहिँ अपाङ्गहरू जति छन् तिनीहरूका निम्ति नीति निर्माणको तहमा, रोजगारीको तहमा, शिक्षा दीक्षाको तहमा चाहिँ सबै समान बनाउने प्रयास गर्नुपर्दछ। एउटै सरकार चलाउन गाह्रो परेको बखतमा 8वटा सरकार कसरी चलाउँछौँ? अनि जुन चाहिँ अहिले सिंहदरबार मानिसहरूको, जनताहरूको घर आँगनमा पुर्याउने हामीले जमर्को गरेका छौँ, यो नराम्रो कुरा होइन। तर हाम्रो मुलुकको अर्थव्यवस्थाले के धान्न सक्छ भन्ने चुनौती हाम्रो सामु छँदैछ। कोइरालाजी, यहाँले हामीलाई समय दिनुभयो, समय र छलफलका लागि धेरै धेरै धन्यवाद। तपाईँलाई पनि मेरा विचारहरू सम्प्रेषण गर्ने नेपाली जनताको माझमा मौका दिनुभयो, त्यसको लागि पनि धन्यवाद। धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता, पूर्व स्वास्थ्य मन्त्री तथा नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपिन कोइराला। आजलाई कार्यक्रमको समय सकिएको छ। प्रविधिमा अनिश र बुकेशका साथ रमेश ढुङ्गेल बिदा हुन्छु। इमेज एफएम सुन्दै रहनुहोला। नमस्कार।